made remarkable progress in the fight against HIV. HIV is no longer a death sentence. सन् 1985 मा यदि डाक्टरले तपाईलाई भन्नुभयो यु हेभ एचआईभी त्यो एउटा रोग मात्र थिएन, धेरै मानिसहरूको लागि त्यो डेथ सेन्टेन्स जस्तै थियो। मिलियन्स अफ पिपल लस्ट देयर लाइफ, कयौं फ्यामिलीहरू टुक्रिए, पुरै संसार एचआईभी एड्सको डरमा बाँचिरहेको थियो। तर आज अवस्था बिल्कुलै फरक छ। रिसेन्टली बिल गेट्स हैज अनाउन्स्ड दैट द एन्ड अफ एड्स इज क्लोजर देन एभर। तर किन? के साँच्चै एचआईभी एड्सको अन्त्य नजिक आइपुगेको हो? Hello everyone, this is Pratap Khambang and welcome back to my channel Believe Me. आज हामी कुरा गर्नेछौँ संसारको सबैभन्दा लामो समयदेखि उपचार हुन नसकेको रोग एचआईभी एड्सको। साथै एचआईभी एड्सको नयाँ औषधि, यसको प्राइस र बिल गेट्सले हालसालै घोषणा गरेको नयाँ महत्त्वपूर्ण अपडेट रिगार्डिङ दिस एचआईभी एड्सको बारेमा पनि विस्तृत रूपमा जानकारी गराउने छु। सो विदाउट वेस्टिङ एनी टाइम लेट्स गेट इन्टु द टपिक। बिल गेट्सको अनुसार विश्वले एचआईभी विरुद्धको लडाइँमा रिमार्केबल प्रोग्रेस गरेको छ। पेफार जस्ता ग्लोबल हेल्थ प्रोग्राम्स र नयाँ मेडिसिनका कारण 1990 यता एचआईभीबाट मृत्यु हुने करिब 57% घटेको छ। यो मेडिकल हिस्ट्रीकै ठुलो एचिभमेन्ट मध्ये एक हो। तर फाइट अझै समाप्त भएको छैन। आज पनि विश्वभर 40 मिलियन भन्दा बढी मानिसहरू एचआईभीसँग लडिरहेका छन्। त्यसैले एचआईभी अझै पनि एउटा ग्लोबल एपिडेमिक हो। According to Bill Gates, HIV is no longer a death sentence. किनभने अहिले इफेक्टिभ एचआईभी मेडिसिन उपलब्ध छन्। यदि समयमै डायग्नोसिस भयो र नियमित ट्रिटमेन्ट गरियो भने धेरै मानिसहरूले नर्मल लाइफ बाँच्न सक्छन्, काम गर्न सक्छन्, फ्यामिली बनाउन सक्छन् र लङ हेल्दी लाइफ बाँच्न सक्छन्। साइन्सले एचआईभीलाई धेरै हदसम्म कन्ट्रोल गर्न सफल भएको छ। आज एचआईभी विरुद्ध दुईवटा नयाँ इनोभेसन आएको छ। पहिलो इनोभेसन हो लेनाकापाभिर। यो गिलेड साइन्सले डेभलप गरेको मेडिसिन हो। यसको सबैभन्दा ठुलो एडभान्टेज डेली मेडिसिन खानु पर्दैन। इन्स्टेड अफ टेकिङ पिल्स एभ्री डे तपाईले प्रत्येक 6 महिनामा एउटा इन्जेक्सन लिनुपर्छ, अर्थात् वर्षमा केवल 2 पटक इन्जेक्सन लिए पुग्छ। बिल गेट्सको अनुसार यदि तपाईँ एचआईभीको एक्सपोजरमा पर्नुभयो भने पनि यो सर्ट्सले इन्फेक्सन हुनुबाट प्रोटेक्ट गर्न सक्छ। अहिले यही ब्रेक थ्रुलाई एचआईभी प्रिभेन्सनमा गेम चेन्जर मानिएको छ। अहिले अमेरिकामा यही ट्रिटमेन्टको कस्ट लगभग $28,000 पर इयर छ। धेरै देशहरूको लागि यो रकम तिर्न लगभग असम्भव जस्तै हो। त्यसैले यो मेडिसिन सबैको लागि उपलब्ध गराउन गिलेड साइन्सले जेनेरिक म्यानुफ्याक्चरर्ससँग नयाँ एग्रिमेन्ट गरेको छ। यसको उद्देश्य भविष्यमा यो मेडिसिन धेरै देशहरूमा कम मूल्यमा उपलब्ध गराउनु हो। बिल गेट्सको अनुसार भविष्यमा धेरै लो एन्ड मिडल इन्कम कन्ट्रिजमा लेनाकापाभिरको प्राइस लगभग $40 पर इयरमा उपलब्ध गराउने घोषणा गरेको छ। यदि यो सफलतापूर्वक लागू भयो भने मिलियन्स अफ लाइफ कुड बी सेभ्ड। According to Bill Gates, the second innovation is a longer term effort but even more profound. अर्थात् यसको प्रभाव फर्स्ट इनोभेसन भन्दा अझ ठुलो हुन सक्छ। यो मेडिसिन होइन, यो जिन एडिटिङ टेक्नोलोजी हो। साइन्टिस्टले अहिले हाम्रो शरीरको केही इम्युन सेल्सलाई यस्तो बनाउने प्रयास गर्दैछन् जसलाई एचआईभीले एट्याक नै गर्न सक्दैनन्। सरल भाषामा भन्नुपर्दा एचआईभीले शरीरका केही विशेष इम्युन सेल्सलाई एट्याक गरेर यो एड्स रोग शरीरभरि फैलाउँछन्। तर यदि ती सेल्सलाई नै एचआईभी रेजिस्टेन्ट बनाउन सकेको खण्डमा एचआईभीले शरीरमा आफ्नो प्रभाव जमाउन सक्दैनन्। यदि यो टेक्नोलोजी सफल भयो भने पहिलेदेखि एचआईभी भएका मानिसहरूको लागि लाइफ लङ क्योर बन्न सक्छ र भविष्यमा उनीहरू दैनिक एचआईभी मेडिसिन पनि खानु नपर्न सक्छ। अझ रोचक कुरा, यदि कुनै व्यक्तिलाई एचआईभी छैन भने पनि यही टेक्नोलोजीले भविष्यमा उसले एचआईभी हुनबाट जोगाउन सक्छ। यदि यो सफल भयो भने एचआईभी विरुद्धको लडाइँमा यो इतिहासको सबैभन्दा ठुलो उपलब्धि हुन सक्छ। के यसको अर्थ एड्स भोलिदेखि समाप्त हुन्छ? नट नाउ। तर पहिलो पटक साइन्ससँग एचआईभीलाई नियन्त्रण गर्ने मात्र होइन, एक दिन अन्त्य गर्ने सम्भावना पनि देखिएको छ। ट्रिटमेन्ट, लङ एक्टिङ प्रिभेन्सन सर्ट, फ्युचर क्योर टेक्नोलोजी, यी सबै कुराहरूले संसारलाई नयाँ आशा दिएको छ। केही दशक अघि एचआईभी संसारकै सबैभन्दा डरलाग्दो डिजिज थियो। तर आज मृत्युको सङ्ख्या घटिरहेका छन्। ट्रिटमेन्टहरू बजारमा उपलब्ध छन्। लेनाकापाभिर जस्ता प्रिभेन्सन सर्ट आएको छ र साइन्टिस्ट अझै ठुलो ब्रेक थ्रुको तर्फ अघि बढिरहेका छन्। त्यसैले बिल गेट्स हैज मेन्सन द एन्ड अफ एड्स इज क्लोजर देन एभर। यसको अर्थ युद्ध सकिएको होइन, तर मानव इतिहासमा पहिलो पटक एचआईभी एड्स अन्त्यतर्फको बाटोमा स्पष्ट देखिन थालिएको छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने प्लिज डु नट फर्गेट टु लाइक, कमेन्ट अनि सेयर।
थप यस्तै यस्तै अरू पनि इन्ट्रेस्टिङ भिडियोहरू मन छ भने सब्सक्राइब माई च्यानल बिलिभ मी। थ्याङ्क यू फर वाचिङ, सी यू इन नेक्स्ट भिडियो।